नमस्ते, म डाक्टर दीपक ठाकुर, सामाजिक तथा जनस्वास्थ्य दन्त विशेषज्ञ। हाम्रो शरीरमा सबभन्दा बलियो भाग कुन हो? दाँत। दाँत भनेको दाँतको पनि आउटर कभरिङ जसलाई इनामेल भन्छौँ हामीले। इनामेल इज द स्ट्रङ्गेस्ट पार्ट होइन अफ आवर बडी। धेरैजना पेसेन्ट हाम्रो क्लिनिकमा आउँदाखेरि सानो एउटा दुखाइ लिएर आउनुहुन्छ, पेन लिएर आउँदाखेरि पनि उहाँले मेरो दाँत निकालिदिनु भनेर भन्नुहुन्छ। सो उहाँहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भने स्थायी दाँत एकचोटि आएपछि फेरि फर्केर आउँदैन र हाम्रो डेन्टिस्ट्रीमा दाँत निकाल्नु भनेको सबभन्दा लास्ट अप्सन हो। दाँत आवश्यक छ हाम्रो शरीरको लागि। दाँत भएन भने के हुन्छ? दाँत भएन भने चबाउन अप्ठ्यारो, त्यो ठाउँमा खाली हुन्छ, बोल्न अप्ठ्यारो, त्यहाँको छेउछाउको दाँतहरू पनि बाङ्गिएर आउने लगायत विभिन्न अरू समस्याहरू पनि शरीरको अन्य भागमा पनि समस्याहरू आउँछ। साथै त्यो दाँत जुन सानो दुखाइ भएर आयो भने त्यसलाई हामीले बचाउन मिल्छ। सानो एक्सरे गरेर विभिन्न एक्सरेहरूबाट चाहिँ हाम्रो डिफ्रेन्ट ट्रिटमेन्ट मोडालिटिजहरूमा हामी जान सक्छौँ। त्यसलाई फिलिङ गर्न पर्यो भने फिलिङ गर्न मिल्यो, आरसिटी गर्न मिल्यो, पोस्ट एन्ड कोरहरू जस्ता विभिन्न क्राउन लगायत विभिन्न ट्रिटमेन्टहरू छन् जस्तो हामीले चाहिँ त्यो दाँतलाई चाहिँ बचाउन मिल्छ। सो त्यही भएर दाँत निकाल्नु भनेको जहिले पनि अन्तिम अप्सन हो। सकेसम्म हामीले दाँत बचाउनुपर्छ। धन्यवाद।